हेलो गाइज, नमस्ते सबैजनालाई। आज म तपाईँहरूलाई छुट्टै बेग्लै किसिमको स्वास्तिक लेख्ने तरिका म तपाईँहरूलाई देखाइरहेको छु। विशेष गरेर स्वास्तिक हामीलाई मन्दिरहरूमा लेख्ने गरिन्छ, जुन मैले अहिले तपाईँहरूको माझ लेखिरहेको छु, अहिले देखाइरहेको छु यो भिडियो मार्फत तपाईँहरूलाई। कृपया राम्रोसँग ध्यान दिएर हेरिदिनु होला, अन्तिमसम्म हेरिदिनु हुन म हजुरहरूलाई अनुरोध गर्छु। कृपया यसलाई राम्रोसँग ध्यान दिएर हेर्नु होला। यो स्वस्तिक कसरी लेखिन्छ, कुन ठाउँमा लेखिन्छ भन्ने कुरो तपाईँहरूलाई जानकारी गराइसकेँ। विशेष गरेर मन्दिरहरूमा लेख्ने गरिन्छ। अन्तिमसम्म हेरिदिनु हुन अनुरोध गर्छु। र मन्दिरहरूमा नारायण कसरी लेखिन्छ, मैले आज बेग्लै किसिमको विभिन्न तरिकाबाट यो नेपाली अक्षरहरू लेख्ने गरिन्छ, जुन तपाईँहरूलाई अहिले यो मेरो छुट्टै बेग्लै किसिमको एउटा नयाँ तरिकाले नयाँ स्टाइलमा तपाईँहरूलाई लेख्ने तरिका सिकाउनु गइरहेको छु र देखाइ पनि रहेको छु, जुन राम्रोसँग हेर्नु होला। मैले यो छुट्टै किसिमको एउटा नयाँ स्टाइलमा नयाँ तरिकामा लेखिरहेको छु। मैले यो रातोमा येल्लो कलर निकै नै सुहाउने भएको हुनाले विशेष गरेर मन्दिरहरू पूजापाठतिर रातोमा पहेँलोले लेखिन्छ। पहेँलोको धेरै नै प्रयोग गरिन्छ, पहेँलो कलरको। माथिको डिकको लाइन एकदमै छुट्टै किसिमको छ, नयाँ स्टाइलमा ल्याएको छु। कृपया कस्तो लाग्छ तपाईँहरूलाई, यो स्टाइलमा लेख्दा कस्तो लाग्छ तपाईँहरूलाई प्रतिक्रिया दिनु होला। कमेन्ट बक्समा गएर आफ्नो राय सुझावहरू दिनु होला। मेरो भिडियो कतिको मनपर्छ, लेख्ने तरिकाहरू कतिको फाइदा भएको छ तपाईँहरूलाई हेरेर प्रतिक्रिया दिनु होला। र लास्टमा अन्तिममा तपाईँहरूले लाइक, सब्सक्राइब, सेयर गर्न कृपया नभुल्नु होला। र मेरो यो सानो प्रयासलाई तपाईँहरूलाई कस्तो लाग्छ, सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। धन्यवाद।